नमस्ते भाइ बहिनीहरू। रिडक्स रिएक्सन ब्यालेन्स गर्ने क्रममा आज हामी चाहिँ नयाँ इक्वेसन हेर्न गइरहेका छौँ। अब यसलाई पनि हामी अक्सिडेसन नम्बर मेथडबाट नै ब्यालेन्स चाहिँ गर्ने हो। सो पहिलो स्टेप के हो त, स्केटन रिएक्सन चाहिँ लेख्नु। AS2S3 प्लस SNO3 प्लस H2O gives S3ASO4 प्लस NO प्लस सल्फर। अब हामीले के गर्नु पर्यो, यहाँ भएका सबै एलिमेन्ट्सहरूको अक्सिडेसन पनि निकाल्नु पर्यो, सिम्बलको माथि चाहिँ लेख्नु। र यो सल्फाइड चाहिँ हो, आर्सेनिक सल्फाइड होइन। सल्फाइडको केसमा सल्फरको अक्सिडेसन कति हुन्छ त, -2 हो कि। यो कुरा चाहिँ याद गर्ने, यदि सल्फाइड हो, सल्फाइड भनेको बाइनरी कम्पाउन्ड अफ सल्फर विथ एनी अदर एलिमेन्ट, त्यो सल्फाइड चाहिँ हुन जान्छ। सो सल्फाइडको हकमा चाहिँ सल्फरको अक्सिडेसन कति हुन्छ त, -2। हरेक केसमा सल्फरको अक्सिडेसन -2 हुँदैन है। सल्फर हुँदैमा अक्सिडेसन नम्बर चाहिँ -2 हुन्छ भन्ने चाहिँ छैन। तर यदि सल्फाइड हो भने अक्सिडेसन -2 चाहिँ हुन्छ। आर्सेनिकको सल्भ गऱ्यो भने कति आउँछ त, +3। यहाँ हाइड्रोजनको +1, अक्सिजनको -2, नाइट्रोजनको कति त, +5, +1, अक्सिजनको -2, हाइड्रोजनको +1, अक्सिजनको -2। सल्भ गऱ्यो भने आर्सेनिकको कति आउँछ त, +5 चाहिँ आउँछ। अक्सिजनको -2 सल्भ गऱ्यो भने नाइट्रोजन कति आउँछ, +2। सल्फर फ्री स्टेटमा छ, 0। अब हामीले चाहिँ पत्ता लगाउनु पर्यो कुन चाहिँ एलिमेन्टको अक्सिडेसन चेन्ज भइरहेछ होइन। अब हेर त, हाम्रो चाहिँ आर्सेनिक +3 तर कतिमा गइरहेछ त, +5, चेन्ज भइरहेछ। सल्फर हेर त के छ त, -2, -2 बाट कतिमा गइरहेछ, 0, -2, -2 होइन, -2 बाट 0मा चाहिँ गयो। नाइट्रोजन हेर त, नाइट्रोजन चाहिँ +5 बाट कतिमा गयो त, +2 मा चाहिँ गयो। अब हेर, आर्सेनिकको अक्सिडेसन +3 बाट +5 मा गयो, यानि कि इन्क्रिज भइरहेको छ। यानि कि आर्सेनिक केमा गइरहेछ त, अक्सिडेसनमा गइरहेछ, अक्सिडेसनमा गइरहेछ। सल्फर -2 बाट चाहिँ 0मा गयो, यो पनि इन्क्रिज हो नि त। यानि कि सल्फर पनि केमा गइरहेछ त, अक्सिडेसनमा गइरहेछ, अक्सिडेसनमा चाहिँ गइरहेछ। नाइट्रोजन +5 बाट कतिमा गयो त, +2 मा। यो त अक्सिडेसन घटिरहेछ, यानि कि यो रिडक्सनमा चाहिँ गयो, रिडक्सन। सो यहाँ आर्सेनिक र सल्फर दुवै अक्सिडेसनमा गइरहेका छन् र नाइट्रोजन केमा गइरहेछ, रिडक्सनमा चाहिँ गइरहेको छ। अब स्टेप नम्बर 4 के, स्टेप नम्बर 4 मा हामीले चाहिँ डिसिजन लिनु पर्यो कि कुनै पनि वस्तुलाई चाहिँ दुईपल्ट लेख्ने हो कि होइन भनेर। तर दुईपल्ट लेख्नको लागि चाहिँ जुन चाहिँ एलिमेन्टको अक्सिडेसन चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरू कुनै पनि साइडमा मल्टिपल टाइम्स आउनु पर्यो नि त। तर आर्सेनिक सल्फर र नाइट्रोजन मध्ये कुनै पनि वस्तु, कुनै पनि एलिमेन्ट चाहिँ कुनै पनि साइडमा मल्टिपल टाइम्स आएका छैनन्। सो यहाँ रिपिट गर्ने काम चाहिँ छैन। स्टेप नम्बर 5, जुन चाहिँ एलिमेन्टको अक्सिडेसन चेन्ज भइरहेको छ के तिनीहरूको एटमको संख्या प्रडक्टमा बढी छ त, छ भने अहिले नै ब्यालेन्स गर्ने। तर हेरौँ त, आर्सेनिक एटमको संख्या प्रडक्टमा बढी छैन, नाइट्रोजन एटमको पनि संख्या प्रडक्टमा बढी छैन, सल्फर एटमको पनि संख्या प्रडक्टमा बढी चाहिँ छैन। सो स्टेप नम्बर 5 काम लागेन। स्टेप नम्बर 6 मा चाहिँ जाउँ। स्टेप नम्बर 6 मा के गर्ने हो त, इन्क्रिज र डिक्रिज इन अक्सिडेसन नम्बर निकाल्ने। आर्सेनिकको अक्सिडेसन के भइरहेछ त, बढिरहेछ। सल्फरको अक्सिडेसन के भइरहेछ त, बढिरहेछ होइन। नाइट्रोजनको अक्सिडेसन के भइरहेछ त, घटिरहेछ। अब आर्सेनिकको अक्सिडेसन कतिले चाहिँ बढ्यो, +3 बाट केमा गयो त, +5, यानि कि कतिले बढ्यो त, 2 ले। कतिवटा आर्सेनिक छ त, 2 वटा, सो इन्टु 2 गर्नु पर्यो। अब सल्फर, सल्फरको -2 बाट कति गयो त, -2 बाट 0, यानि कि 2 ले चाहिँ बढ्यो। कतिवटा सल्फर छ, 3टा, इन्टु 3। अब हामीले टोटल इन्क्रिज निकाल्नु पर्यो नि त। टोटल इन्क्रिज कति रहेछ त, हेर त, 2 टु 4 अनि 3 टु 6, 6 + 4 कति त, 10 होइन। नाइट्रोजनको अक्सिडेसन यहाँ +5 छ, यहाँ +2, कतिले घट्यो त, 3 ले चाहिँ घट्यो। अब हामीले क्रिसक्रस गर्नु पर्यो। क्रिसक्रस गर्दाखेरि यो आर्सेनिक सल्फाइडलाई केले मल्टिप्लाई गर्ने, 3 ले मल्टिप्लाई गर्ने, र यो HN3 लाई केले मल्टिप्लाई गर्ने त, 10 ले मल्टिप्लाई गर्ने। ओके, अब यसलाई 3 ले मल्टिप्लाई गर्यो भने के हुन्छ, 3AS2S3 प्लस 10HNO3 प्लस H2O gives S3ASO4 प्लस NO प्लस सल्फर। अब हामीले ब्यालेन्सिङ चाहिँ गर्नु पर्यो। पहिला के ब्यालेन्स गर्ने, ब्यालेन्सिङ
arsenic, sulfur and nitrogen undergoing change in oxidation number. फेरि लेखौँ 3as2s3 plus 10HNO3 plus S2O S3 SO4 plus NO plus sulfur. आर्सेनिक कति रह्यो 3 to 6 सो यहाँ 6 हुनु पर्यो. सल्फर कति रह्यो 3 to 9 यहाँ 9 हुनु पर्यो. नाइट्रोजन कति रह्यो 10 सो यहाँ के हुनु पर्यो 10 चाहिँ हुनु पर्यो. करेक्ट. अब हामी के गर्नु पर्यो अब अक्सिजन हाइड्रोजन बाहेक जे जति एलिमेन्ट्सहरु छन् त्यसलाई ब्यालेन्स गर्नु पर्यो. तर अक्सिजन हाइड्रोजन बाहेक अब ब्यालेन्स गर्न के बाँकी छ त केही पनि छैन. भने कसको पालो अक्सिजन हाइड्रोजनको पालो. सो balancing oxygen and hydrogen. So फेरि लेख्ने इक्वेसन 3as2s3 plus 10HNO3 plus S2O gives 6s3SO4 plus 10NO plus 9. अब अक्सिजन ब्यालेन्स गरौँ. हेरौँ त हाम्रो चाहिँ राइट ह्यान्ड साइडमा चाहिँ अक्सिजनको संख्या कति छ त 6 4 छ 24 र यहाँ के छ 10 यानी कि 34. यहाँ कति आइसकेको छ 10 3 छ 30 आइसकेको छ. अरु कतिले चाहियो 34 बनाउन 4 सो 4 छ थप. इज इक्वेसन ब्यालेन्स्ड? यस, इक्वेसन इज ब्यालेन्स्ड. यसरी हामी ब्यालेन्स गर्न सक्छौँ. सो कुनै रिडक्स रिएक्सनमा एउटा मात्र एलिमेन्ट अक्सिडेसनमा जानु पर्यो अर्को एलिमेन्ट चाहिँ रिडक्समा जानु पर्यो त्यस्तो भन्ने चाहिँ हुँदैन है. त्यस्तो हार्ड एन्ड फास्ट रुल चाहिँ छैन. ठिक छ नि. एकभन्दा बढी एलिमेन्ट्सहरु पनि अक्सिडेसन अथवा रिडक्सनमा जान चाहिँ सक्छन्. अक्सिडेसन रिडक्सन दुवै चाहिँ सँगसँगै हुन्छ. द्याट्स भेरी ट्रु. तर एउटा एलिमेन्ट अक्सिडेसनमा जानु पर्यो र अर्को एलिमेन्ट चाहिँ रिडक्समा जानु पर्यो त्यस्तो हैन. मोर देन वन एलिमेन्ट क्यान अन्डरगो अक्सिडेसन एन्ड मोर देन वन एलिमेन्ट क्यान अन्डरगो रिडक्सन. ओके. सो आशा गर्छु यो क्वेसन तपाईँलाई चाहिँ हेल्प गर्छ होला. आउँदो भिडियोमा हामी अरू पनि इक्वेसन्सहरु चाहिँ सल्भ गर्नेछौँ. थ्यांक यू.